प्रभुलाई महिमा होस्। फेरि पनि यो सुन्दर समय प्रभुले हामीलाई दिनुभएको छ। हामी यस्तो व्यक्तिहरू जसले यो समय देख्ने मौका पाएका छन्। प्रेजेन्ट वर्शिपमा कतिजनाले प्रभुको उपस्थितिलाई महसुस गर्नुभयो। प्रेजेन्ट वर्शिप हुँदै गर्दाखेरि एकदम गुजबम्प आइरहेको थियो मलाई। त्यो घन्टौँसम्म गए हुन्थ्यो भन्ने भइरहेको, कति आनन्दको कुरा, कस्तो मजा आइरहेको थियो। त्यो समयको पाबन्दीले गर्दाखेरि त्यो हुन सक्दैन, त्यो सबैलाई थाहा छ। हुन्छ, हामी प्रभुको उपस्थिति यहाँ माग्नेछौँ। हामी प्रभुको अगुवाईलाई हामी माग्नेछौँ अनि हामी अगाडि बढ्नेछौँ। स्वर्गीय पिता, तपाईलाई हामी धन्यवाद भन्दछौँ। तपाईँ सर्वोच्चमा विराजमान हुनुहुने हाम्रो अब्बा, हाम्रो पिता, हाम्रो परमेश्वर, हाम्रो प्रभु, हाम्रो स्वामी, हाम्रो मालिक तपाईँ हुनुहुन्छ। तपाईले हामीलाई यो सुन्दर समय दिनुभएको छ। तपाईलाई धन्यवाद। यो बेलासम्म तपाईले सहायता गर्नुभयो। अब हामी तपाईको वचनलाई प्रभु हामी हेर्न गइरहेका छौँ। तपाईको वचन बुझ्नलाई, तपाईको वचनलाई यहाँबाट बोल्नलाई पवित्र आत्मा सहायता गर्नुहोस्। तपाईको उपस्थिति प्रभु हाम्रो माझमा राखिदिनुहोस्। यहाँनिर कुनै पनि त्यो बाधाहरू, निन्द्राका आत्माहरू, अल्छीका आत्माहरू प्रभु यी सबै कुरामा तपाईँ परमेश्वर नियन्त्रण गर्नुहोस्। येशूको नाउँमा हामी यस भवनलाई बाँड्दछौँ। प्रभु धन्यवाद। यी सबै कुरा तपाईँको महिमा भएको होस् येशू प्रभुको नाउँमा, आमेन। प्रेज द लर्ड। गत हप्ता हामीले कुन वचन सुन्यौं? के अरे? तृष्णा, हैन? भाइ महेशले कस्तो गजबले भन्नुभएको थियो। गत हप्ता खालि रिक्याप गर्न खोजेको। तृष्णा, हैन? त्यो चाहिँ हामीले भनेको थियौँ। महेश भाइले भन्दै हुनुहुन्थ्यो मानिसको गहिरो चाहना अनि असल तृष्णाको कुरा गरेको थियौँ हामीले, हैन? त्यो चाहिँ परमेश्वरको इच्छा अनुसारको चाहनालाई चाहिँ असल तृष्णा। अनि कसरी चाहिँ असल र खराब भन्ने छुट्याउने भन्ने कुरा चाहिँ त्यसको कसी चाहिँ के हो त भन्दाखेरि त्यो चाहिँ के हो? बाइबलको वचन हो। जाँच्ने तराजु चाहिँ बाइबलको वचन हो भनेर हामीले भनेका थियौँ। यहाँको माझमा म एउटा कथा, सानो स्टोरी भन्छु ल। सालम कता छ? सालमले आजकल त स्टोरी नै भन्न छोड्नु गयो अङ्कलले भनेर भन्छ, आज भन्नु पर्यो। एकजना महिला, माफ गर्नु होला मैले महिलालाई छाने, फेरि यहाँनिर डिस्क्रिमिनेसन भयो भन्नु होला। फेरि एकजना महिलाले एउटा इच्छा जाहेर गर्नुभएछ। म चाहिँ एउटा अजिङ्गर पाल्छु भन्ने, तर खान्छ होला हो टेरी भन्ने लागेको छ अरे। तर होइन, जान्छु एकचोटि म गएर सोध्छु भनेर अनि विचार गरेछन् अरे। अनि गएर अनि त्यो हुन्छ नि अजिङ्गरको बच्चाहरू बाटोमा गएर यसो हेरेको, यस्तो क्युट है, यस्तो राम्रो बच्चाहरू सबै राम्रो हुन्छ नि त। एकदमै त्यो डसर हराएछ अरे। म यो चिज लान्छु भनेर अनि एउटा बच्चाको क्युट हेर्दै रहर लाग्दो अजिङ्गरको बच्चा, पाइथन भन्छ होइन अङ्ग्रेजीमा, अनि लिएर आइछन् अरे। अनि लिएर आइन् अनि पालिन्। अनि दिन बित्दै गयो। अब बच्चा ठुलो हुँदै गयो, झन् मजाको खेलाउन लाग्ने हुँदै गयो। अनि बित्दै गयो, महिना बित्यो। अनि केही महिनापछि अजिङ्गर त्यो पाइथन अब यस्तो वयस्क, यस्तो जवान भयो। अनि त्यो स्त्रीले चाहिँ यति प्रेम गरी त्यो अजिङ्गरलाई, यति प्रेम गरी, किनभने सानैदेखि पालेको, एकदमै माया लागेर आउने है, एकदमै सँगै सुताउने होइन। अनि टाइम टाइममा खाना दिने। अनि तपाईँले कतै देख्नु भयो होला, साँच्चै नै पालेर विशेष गरी खैरीहरूले गर्छन् त्यसो चाहिँ, अजिङ्गर पाले हुन्छन्। दुबईमा सिंह पाले जस्तो के। अनि अचानक एक दिन
त्यो अजिङ्गरले त खाना खान छोडेछ अरे। अब महिलालाई बहुत टेन्सन, अब के भयो त खानै खाँदैन, अनि कति फकाएर होइन, अनि उसलाई मनपर्ने आहार दिन्छ खाँदैन, एक दिन बित्यो खाँदैन, त्यसपछि 2 दिन बितिसकेपछि चाहिँ अनि भेटेरियन डक्टरलाई चाहिँ बोलाएछ अरे। बोलाएर अनि के भयो त चेक गर्नु पर्यो, यो त गाह्रो भयो, मेरो बच्चा त बिरामी भएर के भयो खानै खाँदैन, समस्या हो। ओके, डक्टरले चेक गरेछ अरे, अनि केही छैन बिरामी। त्यसपछि अनि 2 दिन बित्यो, तेस्रो दिन अर्कै डक्टरलाई बोलाएछ अरे, जो चाहिँ डक्टरले चाहिँ त्यो पशु विज्ञ जसले चाहिँ उसको आनी बानी व्यवहारको पनि अनुसन्धान र अध्ययन गरेर उसले चाहिँ भन्छ। अनि त्यो डक्टरलाई बोलाएर चाहिँ उसले अनि यसो हेरेछ अरे, अनि सोधेछ अरे कति दिनदेखि नखाएको खाना? 3 दिन भयो आज। अनि कस्तो व्यवहार गर्छ? व्यवहार त सामान्य नै छ, त्यस्तो केही छैन। अनि यो तपाईँसँग सुत्छ? हो मसँग सुत्छ, एकदमै मसँग, मभन्दा बाहिर त सुत्दैन, मैले बाहिर उसको सुत्ने ठाउँमा राखेन भने आइहाल्छ, अनि मलाई तो अङ्गालो हाल्छ, अनि मलाई पनि बानी भइसक्यो, बेगर त म निदै पो लाग्दैन। डक्टरले चाहिँ अनि एउटा कुराको उसले चाहिँ त्यहाँनिर रिभिल गरेछ अरे। ओके, अनि यसले तपाईँलाई अङ्गालो हाल्छ? हो अङ्गालो हाल्छ। ओहो, अब तपाईँलाई म एउटा कुरा भन्छु है। अनि के कुरा? यसले तपाईँलाई अङ्गालो हालेको होइन, यसले चाहिँ तपाईँको साइज नापेको। अब भोलि चाहिँ तपाईँलाई यसले खानेवाला थियो, उसले चाहिँ खाना नखाएर त्यो पेटमा चाहिँ उसले ठाउँ खाली गर्दै थियो। यो त उसले ठाउँ खाली गर्दै गरेको हो। तपाईँलाई यसले खाना आँटेको थियो, तपाईँले मलाई समयमै बोलाउनु भयो, नत्र भोलिसम्ममा तपाईँलाई यसले खान्थ्यो। तपाईँलाई अङ्गालो हालेको होइन, तपाईँको साइज नापेर उसले चाहिँ त्यो चाहिँ खाली गर्दैछ ठाउँ भनेर चाहिँ भनेछ अरे। फोटो पनि आइसकेको त्यहाँनिर। प्रियहरू, वचन त सिद्धियो त, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्का बेड भन्ने त हाम्रो आमाले पहिला कथा भनेर त्यस्तो भयो कि भएन यहाँनिर? ठिक छ। अब यसलाई यहाँनिर हामीले हेर्ने हो भनेदेखि नि प्रियहरू, महिलाले इच्छा जाहेर गरिन्, अनि जुन इच्छाले चाहिँ जुन परिणाम लिएर आयो नि, महिलाले त्यो आकलन पनि गरिनन् कि यो पशु हो, यसले आफ्नो रङ देखाउँछ भनेर उसले सोचिनन्। एउटा याकुब 1:15 यो चाहिँ मेन भर्स आजको निम्ति। याकुब 1:15 यो पढेर हामी अगाडि बढ्नेछौँ। म पढ्छु, यहाँले टिपी मात्रै राख्नु होला, हामीसँग समय एकदमै सीमित छ। तर खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पुरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। फेरि दोहोऱ्याउँछु म, तर खराब इच्छाले गर्भधारण गरेपछि त्यसले के जन्माउँछ? पाप जन्माउँछ, अनि पाप पुरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। अजिङ्गर ठुलो भएर बढिसकेपछि एकै दिन मात्रै बाँकी थियो। महिलालाई चाहिँ उसले डिनर हो कि लन्च बनाउनेवाला थियो। मैले यहाँ शीर्षक राखेको छु, यसबाट चाहिँ खराब इच्छाले पाप जन्माउँछ है। अब यहाँनिर महिलाले र अजिङ्गरले जुन सम्बन्ध उनीहरूको थियो, उनीहरूको कथा थियो, उनीहरू दुईजना बिचको कथालाई हेर्ने हो भनेदेखि अहिले तपाईँ र हाम्रो पनि अवस्था लगभग त्यस्तै होला। कतिजनाको अवस्था त्यस्तै छ। यहाँनिर त्यो सर्प, त्यो अजिङ्गर र महिलाको सम्बन्ध जुन थियो, जुन अवस्था थियो, त्यस्तै अवस्था
हाम्रो पनि हुन सक्छ प्रियहरू। त्यसले चाहिँ हाम्रो अवस्थालाई इङ्गित गरिरहेको छ। उनलाई लाग्थ्यो उसले चाहिँ अजिङ्गरले चाहिँ उनलाई धेरै प्रेम गर्थ्यो, तर त्यस्तो थिएन। त्यो थिएन, वास्तविकता चाहिँ अर्कै थियो। हामीलाई पनि त्यस्तै भइरहेको हुन सक्छ प्रियहरू। हामीलाई लागिरहेको हुन सक्छ यो चाहिँ मेरो नजिकको मान्छे हो, यो चाहिँ मेरो आफन्त हो, यो चाहिँ मलाई प्रेम, यसले चाहिँ सबभन्दा बढी प्रेम गर्छ भन्ने लागिरहेको हुन सक्छ। तर प्रियहरू त्यो चाहिँ हाम्रो विनाशको कारण नहोला भन्न सकिँदैन। यहाँहरूले विचार गर्नुहोला, विचार गर्नुहोला। हामी धेरैजनाले पापलाई चाहिँ एउटा पाल्तु जीव जनावरको रूपमा चाहिँ हामीले भनेको चाहिँ क्युट हेर्दाखेरि रहर लाग्दो, पालु पालु लाग्ने, लैजाउँ लैजाउँ लाग्ने। हाम्रो पदम सरलाई बिरालो पटक्कै मन पर्दैन, पटक्कै मन पर्दैन। तर मेरो रुममेट छ, बिरालो भनेपछि म यति गर्छ। बिरालोले कोट नङ्ग्राएर अस्ति रगतै भएको छ, त्यो पनि खाना लिएर खाना खुवाउनु जान्छ। पहिला हामी बसेको क्याम्पमा उसले बिरालो पालेको थियो, 3 दिनमा जान्छ खाना खुवाउनु। त्यो बिरालो पनि उसले गएर त्यहाँ क्याम्प वरिपरि गएर उसले आवाज गर्ने थियो, बिरालो कुदेर आउँछ। तर कोतर छ नि, उसलाई फरक पर्दैन, ऊ जान्छ। किन बिरालो कोतर छ, उसको स्वभावै त्यही हो। प्रियहरू पापको पनि स्वभाव चाहिँ के हो भनेदेखि विनाशै हो। हामीलाई चाहिँ लाग्दो यसले चाहिँ मलाई प्रेम गर्छ, यसले चाहिँ मलाई एकदमै मन पराउँछ भन्ने लाग्दो, तर होइन होइन होइन। अन्तिममा गएर चाहिँ त्यसले हामीलाई विनाश, त्यसले चाहिँ हामीलाई नष्ट, त्यसले चाहिँ हामीलाई मृत्युमा पुर्याउँछ प्रियहरू। यहाँनिर मैले लेखेर छु, वास्तवमा त्यो एउटा शिकार गर्नलाई धैर्य गरेर बसेको शिकारी जस्तै हो। त्यो पाप चाहिँ हामीलाई पाप हो भन्ने लाग्दैन। हेर्दा राम्रो छ, हेर्दा असल छ, क्युट छ, लोभ लाग्दो छ, तर वास्तवमा पृष्ठभूमिमा त्यो चाहिँ पाप हो। त्यसले चाहिँ अन्तिममा गएर हामीलाई मृत्युमा पुर्याउँछ। पहिलो पत्रुस 5:8 त्यही भएर भन्छ, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेट्टाऊ र खाइहालु भनी गर्जने सिंह जस्तै खोजी हिँड्छ, ढुकेर बस्छ। त्यो अजिङ्गरले त्यसै गरिराखेको थियो। उसले पर्खिरहेको थियो, ठिक समय उसले पर्खेर बसिरहेको थियो। जब ठिक समय आउँथ्यो उसले त्यो स्त्रीलाई निल्थ्यो। त्यही भएर वचनले हामीलाई भन्छ, जागा रहने कुरा हामीलाई वचनले भन्छ। पाप चाहिँ कहिल्यै ठुलोबाट सुरु हुँदैन प्रियहरू, यो चाहिँ सानोबाट सुरु हुन्छ। जस्तै कि सानो सम्झौता, सानो झुट, सानो कमजोरी, सानो अनाज्ञाकारिता, यस्तोबाट सुरु हुन्छ। सानो छिद्रबाट प्रकाश छिर्छ नि, त्यसैले पाप छिर्छ। संगति आउनलाई समय छ, तर हामीले आज एक्सक्युज गर्यौं, आज गर्मी छ जाँदिन हो, आज ट्याक्सी पाइएन जाँदिन, समय छ। तर हामीले त्यहाँनिर के गर्यौं, एउटा एक्सक्युज, सानो एक्सक्युज हामीले ल्यायौं, आज गर्मी छ। हेर्नुहोस्, त्यो सानो एक्सक्युजले कालान्तरमा गएर तपाईलाई कहाँ पुर्याइसकेको हुन्छ थाहा नै हुँदैन। थाहा छ, संगति एक दिन नआउँदाखेरि बडो पीडा हुन्छ नि संगति आइरहनलाई, तर दोस्रो हप्ता त्यति साह्रो पीडा हुँदैन नि। तेस्रो हप्ता त मजा आउन थाल्छ, त्यस्तो हुन्छ। पहिलो हप्ता त बडो पीडा हुन्छ है, दोस्रो हप्ता अलिअलि हुन्छ, तेस्रो हप्तादेखि मजा आउन थाल्छ, अब त जाँदिन भन्ने। अनि चौथोदेखि त म गएन, अब त्यत्रो दिन गइनँ, म गएन के भन्छन् होला, म बरु जाँदिन भन्छ, सक्यो, कथा च्याप्टर क्लोज। हेर्नु त,
भनेको त्यो कहाँबाट सुरु भयो भन्दाखेरि पहिलो एक्सक्युज तपाईँले लिनुभयो नि जुन त्यसबाट सुरु भएको। हामी यहाँनिर कतिजना दाजुभाइहरू विवाहित छौँ, विदेशमा छौँ, कतिजना अविवाहित छौँ, दिदीबहिनीहरू टिङ एउटा मेसेज बज्दा मोबाइलमा यसो हेरेको, हाई हाउ आर यु, हु इज दिस हेर्नु पर्यो भने ट्याक्क खोलेको मेसेज, अनि अब त्यसको रिप्लाई गर्नु तपाईँले भयो र त्यसमा तपाईँले एउटा बेरियर क्रिएट गर्नु भएन भनेदेखि सक्यो कथा। तपाईँ सोध्नुभयो ठिकै छ श्रीमती पनि छैन यसो टाइम पास गरौँ न, श्रीमान पनि छैन टाइम पास गरौँ न। तर त्यो एउटा सानो सम्झौता, त्यो कम्प्रोमाइज त्यहाँनिर गर्नुभयो, त्यसले अब के हो त भन्दाखेरि खराब इच्छा चाहिँ त्यहाँनिर हामीले बिजारोपण गरियो, त्यसले चाहिँ पाप जन्माउँछ। पाप जन्मिसकेपछि के हुन्छ त भन्दा लास्टमा हामीले वचनमा पढे अनुसार हामीलाई मृत्युमा पुर्याउँछ। प्रियहरू, हालेलुया। शैतानले चाहिँ पहिले सानो आकर्षण देखाउँछ अरे, त्यसपछि अनि उसले चाहिँ ठुलो विनाशतर्फ लान्छ अरे, सानो आकर्षण। त्यही भएर त अनि सुरुमा हामीलाई लाग्छ ओहो मजाको रहेछ भन्ने लाग्छ, त्यो एउटा सानो आकर्षण हो, तर त्यसले चाहिँ हामीलाई अन्तै लाग्छ जो चाहिँ मृत्यु हो। आज हामीले ठिकै छ एक दिन त हो नि हेरिदिउँ न, अथवा कोही छैन कसले देखाएको छ र कोही छैन रुममा एक्लै हो हेरिदिउँ न, अथवा खाइदिउँ न, अथवा जाइदिउँ न, यही त हुन्छ नि। आजै मात्रै त हो नि साथीहरूले कर गर्ला, अरे चाख मात्रै चाखिदिउँ न। मैले बियर चाखेको छु क्या, त्यसरी मैले भनिसकेको छु कथा। साथी दुईजना साथीहरू बियर खान्थे, म चाहिँ खाँदैन थिएँ। एक दिन मलाई कर गरे, म चाहिँ बियर नखाने, त्यो बियरको शीतन चाहिँ खाने हो म। अनि एक दिन तिमीले के भन्यो भने चाख, म चाख्दै त तिमीलाई थाहा छ त म खाँदिनँ भन्नु, चाख मात्रै, आज चाख मात्रै, तँ मिठो लाग्यो भने खा, मिठो लागेन भने त नखान त, चाख मात्रै भने। थाहा छ मैले चाखेँ, बियर तितो हुँदो रहेछ, तितो हुँदो रहेछ, कति खाने सबै थाहा छ, तितो हुँदो रहेछ। 2 बक्स बियर। अनि मैले कराएँ, तिम्रो गधाहरू लङ्गुटिया थियो, त्यसमा मैले शब्द प्रयोग गरेको है, तिम्रो गधाहरू के हो यो, पैसा तिरेर यस्तो तितो कुरा खान्छ तिमीहरू भने मैले कराएँ। त्यसपछिबाट मैले कहिले पनि जाँडक्सी मैले मुखमा हाले पनि छैन बियर चाखेको भनेको। 12 गोल्डन छाप खैनी को कसलाई थाहा छ, त्यो खोल्ने बित्तिकै पुरै रुमै बसाउँछ भनेर नभन्नु गनाउँछ। मलाई एकजनाले त्यो चकलेट सुन्तलाको आकार केसरा चकलेट सुन्तलाकै फ्लेभरको हुन्छ नि त्यतिखेर, अनि त्यो गोलो पनि हुन्थ्यो, औँला हाल्थ्यौँ हामी, अनि एउटा दुईवटा दिन औँला हालेर खाँदै हिँड्थ्यौँ। त्यो चकलेट दिन्छु भनेर एउटाले मलाई त्यो खैनी खुवायो, त्यो खैनी खाएर म सेन्टिप्लान्ट, म बेहोस भएछु। उठ्दाखेरि बुवा बसिरहनु भएको थियो अगाडि, अनि त्यसपछि फेरि अर्को सेसन सुरु भयो। यसरी चाहिँ भनेको मैले त्यो खैनी कसरी खाएँ भने त्यो म चकलेटको लोभले खाएँ क्या। आकर्षण त चकलेट हो नि त, आकर्षण चकलेट हो। अनि त्यो बियर मैले चाखेँ, कसरी चाखेँ भने साथीहरूको मन राख्न मैले चाखेँ। यो अवस्था तपाईँहरूसँग पनि कतिजनासँग आइसकेको छ र आउनेवाला छ, तर हामी सचेत रहनुपर्छ प्रियहरू, हामी चाहिँ सचेत रहनुपर्छ। सानो कुराले नै ठुलो परिणाम लिएर आउँछ। यहाँनिर पहिलो कोरिन्थी 5:6, के तिमीहरूलाई थाहा छैन कि अलिकति खमीरले सारा पिठो फुलाउँछ? त सानो कुरा, पोइजन इज पोइजन होइन, क्वान्टिटीसँग मतलब भएन नि, पोइजन हो त पोइजन हो नि। सानो पाप भनेको पापै हो, सानो होस् या ठुलो होस्।
त्यसले गर्ने असर एउटै हुन्छ, त्यसले पुर्याउने ठाउँ एउटै हुन्छ, त्यो चाहिँ मृत्यु हो। प्रिय, अनि जसरी त्यो अजिङ्गरलाई महिलाले खुवाइन् पियाइन् बडा भयङ्कर बनाइन्, अब यहाँ चाहिँ पापले चाहिँ के खान्छ त, के द्वारा खान्छ त पापले चाहिँ? हामी चाहिँ कसरी पापलाई खुवाउँछौँ त? पापलाई चाहिँ हामीले हाम्रो विचारद्वारा खुवाउँदो रहेछौँ, हाम्रो भावना, हाम्रो चाहना, हाम्रो आकांक्षा, भाइले भनेपछि तृष्णा, होइन, त्यसबाट हामीले खुवाउँदो रहेछौँ। तर एउटा शर्त छ, एउटा कन्डिसन छ, त्यो सबै हाम्रो चाहना, इच्छा, भावना, आकांक्षा, यी सबै कुरा चाहिँ वचनभन्दा बाहिर भयो भने चाहिँ पापले खाँदो रहेछ, पाप चाहिँ मोटाउँदो रहेछ। तर हाम्रो यी सबै चाहनाहरू चाहिँ वचन अनुसार भयो भने चाहिँ पाप चाहिँ फेरि दुब्लाएर जाँदो रहेछ। यहाँ भन्छ what you feed will grow, what you starve will die भन्छ। तपाईँ केलाई खुवाउनुहुन्छ त्यो चाहिँ बढेर जान्छ, त्यो चाहिँ वृद्धि हुन्छ। तपाईँ केलाई खुवाउनुहुन्न त्यो चाहिँ सुकेर जान्छ, त्यो चाहिँ मर्छ भन्छ। त्यस कारणले हामीले हाम्रो सोच, हाम्रो व्यवहार, हाम्रो चाहना, इच्छा, आकांक्षा यो चाहिँ गलत रहेको छ भने हामीले चाहिँ पापलाई खुवाइरहेको छौँ। प्रियहरू, जसरी अजिङ्गर बढिरहेको छ त्यसरी हाम्रो उसमा पाप बढिरहेको छ, अनि त्यसको रिजल्ट मृत्यु। हालेलुया। सुत्नु भएको छैन, चेक गरेको मात्र है। त्यस कारणले प्रियहरू, हामीले चाहिँ अघि पास्टर भाइले पनि भन्दै हुनुहुन्थ्यो प्रेजेन्ट वर्शिपमा, हामीले चाहिँ ख्रिस्टको चरित्र, ख्रिस्टको सोचाइ, ख्रिस्टलाई पछ्याउने, ख्रिस्टलाई धारण गर्ने हामी भयो भने चाहिँ हामी पापलाई चाहिँ भक्कलै मार्ने गर्छौँ नि। तर हामीले त्यसो गरेनौँ भने चाहिँ हामी पापलाई चाहिँ खुवाउने प्याउने, जसरी महिलाले अजिङ्गरलाई खुवाउँदै थिइन्, पढाउँदै थिइन्, त्यसरी हामी पापलाई हुर्काउने पढाउने काममा चाहिँ एकदमै व्यस्त हुने गर्छौँ। अर्को चाहिँ हामी जोसँग जति नजिक भयो त्यति मन ढुक्क हुन्छ, अथवा यसले हानि गर्दैन भन्ने ठान्छौँ, यही होइन हो नि? होइन, हामी जति क्लोज छौँ त्यति हामी सुरक्षित महसुस गर्छौँ नि त। यो चाहिँ तर हामी कोसँग क्लोज भएको छौँ भन्ने कुराले चाहिँ अर्को अर्थ दिँदो रहेछ। हामी परमेश्वरसँग क्लोज छौँ भनेदेखि हामी सुरक्षित, तर हामी पापसँग क्लोज भएको छौँ भनेदेखि चाहिँ फेरि हामी नष्ट हुन्छौँ। जे कुराको वा जसको बानी पर्छौँ हामी त्यसलाई खतरा ठान्दैनौँ अरे। सधैँ पाप गरिरहने अथवा अनैतिक कुरा गरिरहने होइन, उनीहरूले त्यो कुरालाई नर्मल्ली लिन्छन्। हामीले सुन्ने बित्तिकै अपुई भन्छ, उनीहरू चाहिँ नर्मल्ली लिन्छ। उनीहरूले के त भन्दाखेरि उनीहरूलाई त्यो नर्मल एकदमै साधारण भइसकेका हुन्छ, किनभने उनीहरू त्यसमा बानी परिसकेका हुन्छ। तर हामीलाई सुन्दाखेरि डर लाग्छ होइन। महिलालाई किन डर लागेको थिएन अजिङ्गरसँग भन्दाखेरि उनीहरू युज टु भइसकेको थिए एकअर्काप्रति उनीहरू बानी परिसकेको थिए। उनीहरूलाई कुनै थ्रेट थिए एकअर्काप्रति। तर पृष्ठभूमिमा चाहिँ कहानी अर्कै हुँदै थियो। जुन अजिङ्गरले गर्नुपर्ने काम चाहिँ उसले गर्दै नै थियो। पापले पनि त्यसै गर्छ, देखाउँदाखेरि बाहिर चाहिँ सबै कुरा ठिक हुँदै गइरहेको हुन्छ, तर भित्र चाहिँ तपाईँ हामीलाई उसले अब कतिखेर चाहिँ मौका हुन्छ र यसलाई चाहिँ म निलिहालौँ भनेर चाहिँ उसले हेरिरहेको हुन्छ। यहाँनिर त्यसरी नै धेरै हामी विश्वासीहरू पापलाई आफूसँगै सुताइरहेको हुन सक्छौँ, अथवा पापले हामीलाई लपेटिरहेको हुन सक्छ, अथवा हामी चाहिँ त्यो अजिङ्गरसँग सुतिरहेको हुन सक्छौँ। फेरि पनि तपाईँले आफूलाई हेर्नुहोस् प्रियहरू, आजसम्म
यहाँहरूलाई ठिकै गजबै राम्रै लागिरहेको कुरा सायद त्यो राम्रो नहुन सक्छ, विचार गर्नुहोस्। जब हामी पापलाई सँगै सुताउँछौँ भने हाम्रो आत्मिक जीवन चाहिँ निदाएको हुन्छ अरे। जब हाम्रो आत्मिक जीवन निदाएको हुन्छ तब चाहिँ हामी पापसँग सुतिरहेको हुन्छौँ प्रियहरू। अनि जब आत्मिक जीवन नै निदाउँछ तब हामी के हुन्छौँ? लापरवाह बन्छौँ। अनि हामीलाई कुनै खतरा हामी देख्दैनौँ, अनि कुनै सुरक्षा हामी अथवा कुनै पनि त्यस्तो कुराहरू हामी अपनाउँदैनौँ जसले हामीलाई सुरक्षा दियोस्। हाम्रो आत्मिक जीवन चाहिँ सुतेको छ भनेदेखि चाहिँ यी कुराहरू हुँदो रहेछ प्रियहरू। त्यसकारणले हामी आत्मिक रूपमा जागा रहन कति महत्त्वपूर्ण छ। अनि त्यसपछि हाम्रो मन, आत्मा र चरित्र चाहिँ दुष्टको आक्रमणको लागि खुल्ला ढोका बनिदिन्छ अरे। जब हामी चाहिँ सुत्छौँ, आत्मिक रूपमा निदाउँछौँ, अनि के हुन्छ? हाम्रो आत्मा, हाम्रो मन, हाम्रो चरित्र, यी सबै कुरा चाहिँ दुष्टको लागि ढोका खुल्ला। दुष्ट चाहिँ अब त्यहाँबाट भित्र पस्छ। त्यही भएर यहाँनिर एफिसी 5:14 भन्छ, लेख्नुहोस्, एफिसी 5:14 भन्छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ। ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। प्रियहरू, हामी सुतिरहेको छौँ भनेदेखि उठौँ, उठौँ। हाम्रो वरिपरि के छ हामी हेरौँ, अनि हाम्रो आत्मिक चेतलाई हामी खोलौँ प्रियहरू। सुरुमा पापसँग कुनै परिणाम नदेखिनु यसको मतलब यो होइन कि यो सुरक्षित छ भने। त्यस्तै त भएको थियो नि, एउटा क्युट अजिङ्गरलाई उसले ल्यायो, किन ऊ त्यतिखेर त्यो थ्रेटै थिएन, सानो थियो। नियन्त्रण कसले गर्थ्यो? महिलाले नियन्त्रण गर्थ्यो। तर जब पाप बढेर गयो, पापले चाहिँ जब अजिङ्गर बढेर गयो, अजिङ्गरले नियन्त्रण गर्न थाल्यो। यस्तै हुन्छ प्रियहरू, सुरुमा हाम्रो नियन्त्रणमा हुन्छ, त्यही भएर हामीलाई लाग्छ कि यसले के गर्छ र भन्ने हुन्छ। तर जब हामी यसलाई पाल्न थाल्छौँ, जब यसलाई हामी इन्टरटेन गर्न थाल्छौँ, त्यसपछि अनि ऊ बिस्तारै अब हामीलाई नियन्त्रण गर्ने हैसियतको भइसकेको हुन्छ, हामीलाई थाहा हुँदैन। पापले चाहिँ सधैँ प्रेम गरे जस्तो बहाना गर्छ, तर अन्त्यमा नाश गर्न मात्रै परिरहेको हुन्छ अरे। सधैँ प्रेम गरे जस्तो एकदमै मायालु स्वभाव प्रदर्शन गर्छ, तर उसको भित्री नियत चाहिँ हामीलाई नष्ट गर्ने, मृत्युमा लाने मात्रै हुन्छ। पापले चाहिँ सधैँ धोका मात्रै दिन्छ। हेर्नुहोस् है, पापले चाहिँ सधैँ धोका मात्रै दिन्छ। अनि यसले क्षणिक मिठास दिन्छ र कालान्तरमा पीडा, विनाश र मृत्यु यसले चाहिँ हाम्रो जीवनमा छाडेर जान्छ। जस्तै अजिङ्गरले